छिटो गरेर ओर्ल, किनकि आज म तिम्रो घरमा बस्नै पर्छ। याद गर्नु अघि यो व्यक्तिको चाहना प्रभुले देख्नुभयो। यहाँ बाइबलले भन्छ कसैलाई प्रभुलाई कोही मान्छेको विषयमा बताउनु पर्दैन अरे, किनकि उहाँलाई उनको के छ सबै जान्नुहुन्छ भन्छ। यूहन्ना किताब 2 अध्याय, हाम्रो प्रभु सर्वज्ञानी हुनुहुन्छ। यूहन्ना किताब 2 अध्यायको 25 पद, यूहन्ना किताब 2 अध्यायको 25 पद। कसैले मानिसको विषयमा गवाई दिनु उहाँलाई खाँचो थिएन, किनभने मानिसभित्र के हुन्छ सो उहाँलाई थाहा थियो। यसकारण यहाँ हामी देख्छौँ यो मान्छेले यस प्रकारले कोसिस गरिरहेको छ हेर्नको लागि। प्रभु सर्वज्ञानी भएकाले गर्दा यो निकोदिमसको मनमा के छ यो कुरा उसले जान्नुभयो। अनि यहाँनिर हामी जुन ठाउँमा ऊ रुखमा चढेर बसिरहेको थियो त्यहाँनिर प्रभु आउनुभयो अनि उसको नाम काढेर बोलाउनुहुन्छ। कस्तो राम्रो कुरा। आउनुहोस् त हेरिकन यहाँनिर 19 अध्यायको हामी पढ्दैछौँ त 5 पद, सबजना मिलेर पढाउँदाखेरि 19 अध्यायको 5। जब यीशु त्यस ठाउँमा आउनुभयो तब उहाँले मासतिर हेर्नुभयो, उनलाई देख्नुभयो र उनलाई भन्नुभयो जग्गै छिटो गरेर ओर्ल, किनकि आज म तिम्रो घरमा बस्नै पर्छ। कस्तो अचम्मको कुरा है। उसले त हेर्नु मात्रै चाहेको थियो, तर प्रभुले के भन्नुहुन्छ उसको नाम काढिकन बोलाउनुहुन्छ भन्छ एकदमै तिमी झट्टै हतार गरेर एकदम झट्टै छिटो गरेर ओर्ला, किनकि आज म तिम्रो घरमै बस्नुपर्छ। कस्तो राम्रो कुरा है। खालि उसले हेर्न मात्रै चाहेको थियो, तर प्रभु त भन्छ म आज तिम्रो घरमा बस्नै पर्छ। यो कति राम्रो कुरा। यसकारण याद गर्नुहोस् प्रिय, आज तपाईँको पनि इच्छा छ भने प्रभुले यही कुरा गर्नुहुन्छ। प्रभु आज तपाईँ घरमा बस्न चाहनुहुन्छ। यो कति ठुलो सौभाग्य हो कि आज हाम्रो घरमा प्रभु यीशु हुनु कुरा ठुलो कुरा हो। हामीले एउटा गीत गाउँछ नि है, जिजस इन द फ्यामिली ह्याप्पी ह्याप्पी होम गाउँछ त्यो। जिजस इन द फ्यामिली ह्याप्पी ह्याप्पी होम, ह्याप्पी ह्याप्पी होम, ह्याप्पी ह्याप्पी होम। जसको घरमा यीशु छ कति आनन्द छ, कति आनन्द छ, कति आनन्द छ। यो मान्छेको घरमा प्रभु बस्न चाहन्छ। यसो सुन्दाखेरि के गर्यो मान्छेले, जस्तो प्रभुले उनलाई हुकुम गर्नुहुन्छ तल झर्नको लागि, तिनी एकदम तल झरी गए भन्छ। आउनुहोस् दारिकन यहाँ भन्छ यहाँ झक्कै छिटो गरेर ओर्ल, किनकि आज म तिम्रो घरमै बस्नै पर्छ। अनि उनी हतार गर्दै ओर्ले उसलाई आनन्द साथ स्वागत गरे। कस्तो राम्रो कुरा। उसले त हेर्न मात्रै चाहेको थियो, तर प्रभुले भन्छ म त आज तिम्रो घरमा बस्छु भन्छ। त्यहाँ थुप्रो घरहरू थियो त्यो ठाउँमा, तर प्रभुले एउटै घरलाई रोज्नु भयो, म तिम्रै घरमा म बस्छु भनिकन। उनी माथिबाट ओर्ले। प्रभुले के देखाउन चाहनुभएको थियो यो निकोदिमसलाई, आज तिमीले मलाई त्यो नेभाराको रुखमाथिदेखि हेर्न मलाई हेर्न चाहन्छौ तिमीले, त्यो मिल्दैन। जसरी प्रभु स्वर्गदेखि तल ओर्लेर आउनुभयो, स्वर्गको सब महिमालाई छोडेर मान्छेको रूप लिएर आउनुभयो। एकदम उनी एउटा काम गर्ने नोकर जस्तो भएर पृथ्वी तलमा रहनुभयो है। प्रभुले भन्दैछ अब तिमीले मलाई हेर्न चाहन्छौ भने तिमी पनि तल झर्नुपर्छ। उसको माथिको कुराहरू थुप्रै कुरा थियो। उसको पोजिसन है, म मुख्य एकदमै के थिएँ, चिफ अफ द पब्लिक एन्ड हाकिम थिए तिनी। उनकोमा धन थियो। प्रभुले भन्छ यी सब कुरा माथिबाट त्यो माथि बसेर मलाई हेर्न सक्दैन, पाउन सक्दैन, तिमी तल झर्नुपर्छ। यसकारण यो व्यक्तिले साँच्ची नै आफूलाई नम्र तुल्यायो, तल झऱ्यो। अनि प्रभुले के गर्नुहुन्छ यहाँनिर, कस्तो राम्रो कुरा यहाँनिर भन्छ। यसले एकदम प्रभुलाई एकदम आनन्दित स्वागत गरे भन्छ यहाँनिर। 6 पद सबजना मिलेर पढौँ। अनि उनी हतार गर्दै ओर्ले उहाँलाई आनन्द साथ स्वागत गरे। कति राम्रो कुरा है। एकदम के आज तपाईँ पनि खुसीको साथ प्रभुलाई स्वागत गर्न चाहनुहुन्छ भने योभन्दा ठुलो अरू केही पनि होइन प्रिय। प्रभु यीशु मसीहलाई चिन्नु, उसलाई पछ्याउनु, उसको सेवा गर्नु, योभन्दा ठुलो अरू केही पनि छैन। यो ठुलो कुरा हो। किन? प्रभु यीशु मसीह त
संसारमा परमेश्वर मानसिक रूप लिएर आउनुभएको छ। यहाँ बाइबलले सफासँग बताउँछ यो कुरा। आउनुहोस् त पहिला यूहन्नाको पत्री 5 अध्याय, पहिला यूहन्नाको पत्री 5 अध्यायको 20 पदलाई पढ्नुहोस् त। पहिला यूहन्नाको पत्री 5 अध्यायको 20 पद, हामी जान्दछौँ परमेश्वरको पुत्र आउनुभएको छ, जो सत्य हुनुहुन्छ, उहाँलाई चिन्न सकौँ भनेर समझ शक्ति दिनुभएको छ। उहाँमा छौँ, सत्य हुनुहुन्छ, अर्थात् प्रभु यीशु ख्रीष्ट उहाँ नै सत्य परमेश्वर र जीवन। याद गर्नु, प्रभु यीशु मसीह सत्य परमेश्वर। यस कारण यहाँ जतिजना छोराछोरी हुनुहुन्छ, आमा बाउले मानिलिएको प्रभु चाहिँ साँचो परमेश्वर हो। आजको दिनसम्म तपाईँहरूको दुविधा छ भने यो दुविधा नरोस्। उहाँ सबै जान्ने परमेश्वर हुनुहुन्छ। जक्कैको मनमा के थियो, जक्कैले के चाहँदै थियो, जक्कै कहाँ बसेर हेरिरहेको छ, यो सबै उसको नाम, उसको सबै इच्छा काम, तपाईँको पनि यहाँ के इच्छा लिएर आउनुभएको छ, के काम लिएर आउनुभएको छ, तपाईँ प्रभुले जान्दछ यो कुरा। अनि यहाँनिर हामी के देख्दछौँ, प्रिय बाइबलले सफासँग बताएको छ, प्रभु चाहिँ सर्वज्ञानी, सर्वअन्तर्यामी, एकै तालमा सब ठाउँमा हुन सक्ने प्रभु हुनुहुन्छ उहाँ। यसकारण यहाँनिर हामी देख्दछौँ जक्कैको जीवनमा प्रभुले यो कुरालाई देखाउनु हुँदैछ। यसकारण अझै एउटा पद पढौँ। यहाँनिर तिमोथी किताबमा पनि यो कुरालाई बताएको छ। पहिला तिमोथी किताब 3 अध्याय, फर्स्ट तिमोथी च्याप्टर 3 वर्स 16। पहिला तिमोथी 3 अध्यायको 16 पद, यसमा विवाद छैन, भक्तिको रहस्य मान्छ, परमेश्वर अर्थात् प्रभु यीशु मसीह शरीरमा प्रकट हुनुभयो, आत्मामा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरू देखिनुभयो, अन्य जातिका प्रचार गरिनुभयो, संसारमाथि विश्वास गरिनुभयो। याद गर्नु, परमेश्वर यस प्रकारले पृथ्वीमा मान्छेको रूप लिएर आएको। यसकारण प्रिय मान्छेले संसारमा 3 कुराको लागि घमण्ड गर्छ। जस्तो यो जग्गाले पनि घमण्ड गर्न सक्ने 3 कुरामा, उसको धनमा, उसको पोजिसनमा, बुझ्नुहुँदैछ? त यहाँनिर बाइबलले कुरा गर्छ, आउनुहोस्, मान्छेले 3 कुरा घमण्ड, तर यो घमण्ड गर्नु व्यर्थ हो भन्छ। यिर्मियाको किताबमा हेरिकन आउनुहोस्, यिर्मिया किताब 9 अध्याय, यिर्मिया च्याप्टर 9 वर्सेस हामी पढ्दछौँ 23-24मा। परमप्रभु यसो भन्नुहुन्छ, बुद्धिमानले आफ्नो बुद्धिमा गर्व नगरोस्, न बलवानले आफ्नो बलमा गर्व गरोस्, न त धनवानले आफ्नो धनमा नै गर्व गरोस्, तर जसले गर्व गर्दछ उसले मलाई परमप्रभुमै हुँ र पृथ्वीमा करुणा, न्याय र धार्मिकताको काम गर्छु भने बुझेको र चिनेकोमा गर्व गरोस्, किन यी कुरामा म प्रसन्न हुन्छु, परमप्रभु हुनुहुन्छ। यसकारण प्रिय यहाँनिर हामी देख्दछौँ 3 कुरामा मान्छेले घमण्ड गर्छ अरे। एउटा चाहिँ भन्छ बुद्धिमा, अर्को चाहिँ बलमा, अर्को धनमा। तर परमेश्वरले भन्छ त्यो बलमा, धनमा, बुद्धिमा घमण्ड गर। घमण्ड गर्छ भने कसलाई के विषयमा घमण्ड गर्नु? जसले परमप्रभुलाई मै हुँ, म नै पृथ्वीमा करुणा र न्याय र करुणा काम गर्दछु भनी बुझेको र चिनेकोमा गर्व गरोस्, किन यी कुरामा म प्रसन्न हुन्छु। यसकारण यो निकोदिमसको कति ठुलो सौभाग्य भयो। आज निकोदिमसलाई परमेश्वरले आफ्नो कुरा देखाउनु हुँदैछ, उसको घरमा आउनको लागि। अघि ऊ तल के गर्नु पर्यो? त्यो रुखदेखि तल झर्नु पर्यो। त्यस्तै तपाईँ र मेरो पनि के छ, घमण्डको कुराहरू छ भने त्यहाँबाट हामी तल झर्नुपर्छ। तब मात्र हामी प्रभु यीशु मसीह परमेश्वर हुनुहुन्छ भनिकन हामी चिन्न र बुझ्न सक्छौँ। यहाँ लुकाको किताबमा आउनुहोस् त, हेरिकन लुका किताब 19 अध्यायमा, लुका किताब 19 अध्यायमा यहाँ भन्दैछ 6 पदमा हामीले पढ्यो होइन? यहाँनिर 6 पद, सबैजना मिलेर पढाउँदा 6 पद। अनि उनी हतार गर्दै ओर्ले उहाँलाई आनन्द साथ स्वागत गरे। 7 पद, जब उनीहरूले देखे तब उनीहरू यसो भन्दै गनगनाए, ल यो त पापी मानिसका पाहुना हुन गए। 8 पदमा, किनकि जग्गै उभिएर प्रभुलाई भने, हेर्नुहोस् मेरो सम्पत्तिको आधा भाग गरिबलाई दिन्छु, मैले सबै अन्य मानिसहरूले लिएको छु 4 गुणा फिर्ता दिन्छु।
त यहाँनिर हामी देख्छौँ प्रभु यीशु मसीह त्यो घरमा जाँदाखेरि, चोकेको घरमा जाँदाखेरि मान्छेले के गरे अरे, एकदमै गनगनाए अरे। आज तपाईँ र मैले पनि जब प्रभु यीशु मसीहलाई ग्रहण गर्छौँ, प्रभु यीशु मसीहको लोकहरू प्रभु घर तपाईँको घरमा आउँछ, मान्छेले खिसी तिउरी गर्छ, मान्छेले के गर्छ, यस प्रकारले छिची दूर गर्छ। यस प्रकारले यहाँनिर उनीहरू खुसी हुनुपर्ने थियो, तर खुसी भएन। उनीहरू गनगनाए, पापी मान्छेको घरमा खानुको लागि पाहुना हुनको लागि गयो भनिकन त्यहाँनिर भन्छ। यति बेला जसै प्रभु त्यो घरभित्र पस्नुभयो, जक्कैले अब के गर्छ, आउनुहोस् त यतिकन 8 पदलाई हामी पढ्ने रहेछौँ। 8 पद। अनि जक्कै उभिए, प्रभुलाई भने, हेर्नुहोस् प्रभु, मेरो सम्पत्तिको आधा भाग म गरिबलाई दिन्छु। मैले कुनै मानिसलाई अन्याय गरेर केही लिएको छु भने म उसलाई 4 गुणा फिर्ता गरिदिन्छु। यहाँ प्रभु यीशु मसीहले केही पनि भन्नुभएको छैन। ऊ त्यहाँ भित्र पस्नु मात्रै भएको छ, तर उसको उपस्थितिमा यो जक्कैले आफ्नो पापलाई देख्न सके। उसको प्रेजेन्समा एकदमै ऊ कायल भए। उसले भन्छ, मेरो सम्पत्तिको आधा भाग गरिबलाई दिन्छु, कसैको अन्याय गरेर लिएको छु म 4 गुणा फिर्ता दिन्छु। यसको माने के हो? उसले अब आफ्नो पापलाई देख्न थाले, आफ्नो भुललाई, अपराधलाई देख्न थाले। त्यस्तै जब हामी प्रभु यीशु मसीहलाई हामी चिन्दै जान्छौँ, प्रभुले बिस्तारै हाम्रो पापहरूलाई देखाउँदै जान्छ, हाम्रो पापहरूलाई देखाउँदै जान्छ। मेरो जीवनमा पनि म 25 वर्षको थिएछु त्यति बेला। 1972 साल 16 तारिक फेब्रुअरी बुधबारको दिन मैले प्रभु यीशु मसीहलाई ग्रहण गरेको हो। त्यो समयमा मेरो हृदयमा अशान्ति थियो, एकदमै मेरो हृदयमा अशान्ति थियो। मलाई त त्यस्तो समयमा मर्ने मन पो लाग्थ्यो एकदमै। तथापि मैले पढिसकेको थिएँ, खुट्टामा उभिएको थिएँ। कुमुदिनी होम्स स्कुलमा म काम गर्दै थिएँ, त्यहाँनिर पढाउँदै थिएँ। मेरोमा डिग्री थियो, मेरोमा पैसा थियो, मेरोमा काम थियो, तर याद गर्नु मेरो हृदयमा शान्ति थिएन। अशान्तिको कारणले गर्दा म एकदम छटपटिरहेको मान्छे थिएँ। हुन त म क्रिस्चियन परिवारमा जन्मेको, राम्रो शिक्षा मैले पाएकै हो, यही मण्डलीको दर्शनमा बाबाआमाले सेवा गरिरहेको। तर त्यो समय नआइन्जेलसम्म चाहिँ प्रभुको कुरा नबुझ्दो रहेछ। तर त्यो दिन आयो 1972 साल, त्यति बेला प्रभुले मलाई मेरो जीवनको विषयमा मेरो बाउलाई काममा लाउनु भयो। बाउले मलाई सम्झाउनु भयो, भन्नुभयो, छोरा तिमी खुट्टामा उभियौ, तिमीले के कुछ गर्न सक्छौ, तर तिम्रो यो पढाइले, कामले तिमीले शान्ति पाउँदैनौ। तपाईँ किन शान्ति छैन? बाटो बनाउनु हो। मान्छेले शान्ति नपाएको चाहिँ बाटो नपाएको कारणले गर्दा, शान्तिको बाटो नचिनेको कारणले गर्दा भनेर बाउले मलाई बताउनु भयो। रोमीको किताब 3 अध्यायको 17 पद। रोमी किताब 3 अध्यायको 17 पद। रोमी किताब 3 अध्यायको 17 पद। अनि शान्तिको बाटो एक शान्ति कसरी दिन्छ, केले दिन्छ, त्यो नजानेको कारणले गर्दा मान्छेले शान्ति पाएको छैन। अर्को चाहिँ मुख्य कुरा, यशायाको किताब 48 अध्यायको 22 पद। यो चाहिँ मेरो लागि एकदमै दुई धारे तलवार जस्तो यसले मलाई घोच्यो, यसले मलाई कायल तुल्यायो। यशाया किताब 48 अध्यायको 22 पद। परमप्रभु भन्नुहुन्छ, दुष्टहरूलाई शान्ति हुँदैन। यो चाहिँ टु द विकेड देयर इज नो पिस से द लर्ड। यो वचनले चाहिँ मेरो हृदयलाई एकदम घोच्यो। एकदम मैले शान्ति नपाएको कारण चाहिँ मेरो दुष्टता, मेरो पाप रहेछ। अनि त्यो दिन बाउले मलाई भन्नुभयो, हेर छोरा, तैँले जति पनि पाप गरेको छस् यसको लागि तैँले पश्चातापी हुनुहोस्। उडौ पुत्र जसरी फर्केर आयो त्यस्तै प्रकारले तिमी फर्केर आऊ। म यो गर्छु, त्यो गर्छु, त्यहाँनिर म त्यहाँ आउँछु नभन। जसरी उडौ पुत्रले, उसकोमा जुत्ता पनि थिएन, औँठी पनि थिएन, राम्रो लुगा पनि थिएन, यो सबै जोह गरेर म फर्किन्छु भनेन। जस्तो थियो त्यस्तै आयो। त्यस्तै प्रकारले तिमी आज प्रभुमा फर्केर आऊ। अनि भन प्रभुलाई। मलाई बाउले यसरी सम्झाउनु भयो। अनि मैले साँच्ची नै त्यो दिन सच्चा हृदयले प्रभु यीशु मसीहलाई मैले पुकारेँ। मेरो पापको लागि मैले पश्चाताप गरेर भने, प्रभु म दुष्ट पापीमाथि दया गर्नु। म क्रिस्चियन परिवारमा जन्मेको भए तापनि आजको दिनसम्म मैले तपाईँलाई मेरो हृदयमा जग्गा दिइनँ। मैले ओठले मात्रै
मैले तपाईँलाई पुकारेँ, तर आज चाहिँ म सच्चा हृदयले मेरो पापलाई मानिकन पछाउँछु भनिकन मैले भने। साँच्ची नै प्रभुको प्रतिज्ञा अनुसार यदि हामीले आफ्नो पापलाई मानिलियो भने हाम्रो पाप क्षमा गर्न र हाम्रो अधर्मबाट शुद्ध बन्नलाई उहाँ विश्वासयोग्य हुनुहुन्छ भन्ने पद उहाँले पढ्नुभयो यूहन्ना 1:9 पदमा। अनि मैले आफ्नो हृदय प्रभुको लागि खोलिदिएँ। मैले भने प्रभु मेरो हृदयमा आएर बस्नुहोस्, मलाई तपाईँको छोरा बनाओस्, मलाई साँचो शान्ति दिनुहोस्। अनि साँच्चै नै त्यो दिनदेखि मैले त्यो शान्तिको मैले अनुभव गरेँ। यूहन्ना 14:27। अनि आजको दिनसम्म यो शान्ति प्रभुले मलाई दिएर राख्नुभएको छ। जस्तै परिस्थितिमा पनि म त्यो रोगाएको बेला पनि मलाई पुरा शान्ति थियो। मलाई यूहन्ना किताब 14:27 पद, शान्ति म तिमीहरूको साथ छोड्छु, मेरो शान्ति म तिमीहरूलाई दिन्छु, संसारले दिने जस्तो म तिमीलाई दिने छैन। तिमीहरूको हृदय विचलित नहोस् न त भयभीत। कति राम्रो कुरा अघि कि आज तपाईँले पनि यस्तो पाउनु चाहनुहुन्छ। उहाँले भन्छ पिस आई लिभ अन्टु यु, माई पिस आई गिभ अन्टु यु, नट एज द वर्ल्ड गिभ अन्टु यु, लेट नट योर हार्ट बी ट्रबल निदर बी अफ्रेड। यो वचन मैले सुन्न पाएँ। अनि त्यस दिन मैले जसै प्रार्थना गरेँ प्रभुले यस्तो शान्ति मलाई दियो। आज प्रिय के तपाईँ यहाँ आउनुभएको छ? के तपाईँको हृदयमा शान्ति छ? यदि छैन भने प्रिय आज हाम्रो कर्तव्य हो, हाम्रो काम हो त्यो पापलाई देखेर, त्यो पापको नतिजा हो, त्यो पापको ज्याला मृत्यु हो, पापको ज्याला अशान्ति पनि हो। यसकारण प्रिय यो अशान्तिबाट शान्ति पाउनु चाहिँ एउटै उपाय छ, त्यो चाहिँ के हो? आफूले गरेको पापलाई मानिलिनुपर्छ। यहाँनिर बाइबलले कुरालाई भन्छ। यहाँ आउनुहोस् न तयारीकन यहाँ भजनसँग के अरे यहाँनिर भजन सङ्ग्रह किताब 32:5 पदमा 32:5 पदमा यो तपाईँ र मैले गर्नुपर्छ। अनि हामीले त्यो आशिष हामी प्रभुबाट हामी पाउँदछौँ। भजन सङ्ग्रह 32:5 पद, मैले तपाईँको सामु पाप स्वीकार गरेँ, मेरो अधर्म लुकाइनँ। मैले भने परम प्रभु तपाईँको सामु अपराध स्वीकार गर्नेछु अनि तपाईँले मेरो अपराध क्षमा गर्नुभयो। यसकारण याद गर्नु प्रिय, जब हामी पाप लुकाउँछौँ हाम्रो कार्य सफल हुँदैन, तर जब मानिलिएर छोडिदिन्छौँ यसमा आशिष हुन्छ। हितोपदेश किताब 28:13 पद, प्रोभर्ब्स 28:13, नीति वचन 28:13 पद, जसले आफ्नो पापहरू ढाक्छ लुकाउँछ त्यो सफल हुँदैन, त्यसलाई मानिलिन्छ छोडिदिन्छ। यसकारण याद आज तपाईँ आफ्नो पापलाई मान्नुको लागि छोड्नको लागि तयारी हुनुहुन्छ भने हाम्रो प्रभु नि तयारी छ तपाईँलाई क्षमा गर्नको लागि, अनि क्षमा गरेर तपाईँलाई शान्ति दिनको लागि तयारी हुनुहुन्छ। त्यहाँनिर हामी देख्छौँ यहाँ जग्गै जसै यसरी प्रभु त्यो घरमा जानुभयो अनि जग्गैले भन्छ कि मेरो आधा सम्पत्ति म गरिबलाई बाँडिदिन्छु, अनि मैले कसैको अन्याय गरेर ल्याएको छु म 4 गुणा फिर्ता गरिदिन्छु। यसको माने के भयो? उसले गरेको पापलाई मानिलियो। त्यति बेला प्रभुले एउटा शब्द उच्चारण गर्नुहुन्छ, यो बहुत ठुलो कुरा। लुका 19:19 आउनुहोस् तयारीकन। लुका 19:19को हामीले पढ्दै रहेछौँ। लुका 19:9 पदलाई, अच्छा 8 र 9 पदलाई पढौँ, त्यसले गर्दा हामी अझ स्पष्ट बुझ्न सक्छौँ। 8 र 9, अनि जक्कै उभिए प्रभुलाई भने, हेर्नुहोस् प्रभु, मेरो सम्पत्तिको आधा भाग गरिबलाई दिन्छु र मैले कुनै मानिसबाट न्याय गरेर केही लिएको छु भने उसलाई 4 गुणा फिर्ता गरिदिन्छु। 9 पद पढाउँदा यतिखेर अनि यीशुले उनलाई भन्नुभयो, आज यस घरमा मुक्ति आएको छ, किनभने यिनी पनि अब्राहमका पुत्र हुन्। कति ठुलो कुरा! त्यो घरमा के आयो? मुक्ति आयो। यसकारण यो मुक्ति भन्ने कुरा के हो? हामीले चाल पाउँछौँ। यहाँ परमेश्वर वचनले भन्छ पापको क्षमाको द्वारा हामीले उद्धारको मुक्तिको ज्ञान पाउँछ अरे। जबसम्म पापको क्षमा हुँदैन, मुक्तिको अनुभव हुँदैन, शान्तिको अनुभव हुँदैन। तर जब हामीले पाप मानिलिन्छौँ, पाप मानिलिसकेपछि उद्धारको ज्ञान आउँछ भनेर परमेश्वर वचनले बताएको छ। लुका 1:77 पद, लुक च्याप्टर 1:77 पढिदिनुहोस् तयारीकन। लुका
1 अध्यायको 77 पद, उहाँका निज जातिलाई उनीहरूका पापहरूको क्षमाद्वारा मुक्तिको ज्ञान दिनलाई। सब मिलेर पढौँ यसलाई ल। 77 पछि बहुत इम्पोर्टेन्ट पद हो यो। उहाँको निज जातिलाई उनीहरूका पापहरूको क्षमाद्वारा मुक्तिको ज्ञान दिनलाई। पापको क्षमा पाएपछि मुक्तिको ज्ञान मिल्दछ। जबसम्म पाप हामीले चिन्दैनौँ, पापको लागि पश्चाताप गर्दैनौँ, जबसम्म प्रभुले उसको रगतले धोइदिएर क्षमा गर्दैन, तबसम्म हामीलाई मुक्तिको ज्ञान हुँदैन। तर पापको क्षमा पाएपछि मुक्तिको ज्ञान हुन्छ। यसकारण एकजना दिदी पापिनी प्रभुको माए, अनि प्रभुले उसको पापको क्षमा गर्नुभयो, अनि क्षमा गरिसकेको भन्छ तिमी शान्तिसित जाऊ भन्छ। आउनुहोस् त लुकाको किताब 7 अध्यायमा, लुका किताब 7 अध्याय, लुका किताब 7 अध्याय, लुका किताब 7 अध्याय हामी पढ्दै रहेछौँ तयारीकन। लुका किताब 7 अध्यायको 47 पद, यसकारण म तिमीलाई भन्दछु उसका पापहरू जो धेरै छन् क्षमा भएका छन्, किनकि उसले धेरै प्रेम गरेकी छ। तर जसलाई थोरै क्षमा गरिन्छ त्यसले थोरै प्रेम गर्छ। अनि 48 पद, उहाँले त्यसलाई भन्नुभयो तिम्रो पाप क्षमा भए। 7 को 48। अनि 50 मा भन्छ तब उहाँले त्यस स्त्रीलाई भन्नुभयो तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसित जाऊ। यसकारण याद गर्नु, पापको क्षमा पाएपछि त्यो उद्धारको ज्ञान के रे पुष्टि गर्छ हृदयमा आउने शान्तिले। आज तपाईँले पापको क्षमा माग्नुभएको छ भने तपाईँलाई प्रभुले पक्का शान्ति दिन्छ। अनि त्यो तपाईँको प्रमाण हो मैले मुक्ति पाएँ भन्ने कुरा। यसकारण यहाँनिर प्रभुको वचनले यो कुरा बताउँछ। यहाँनिर भन्छ कि आज यस घरले उद्धार पाएको छ। कस्तो राम्रो कुरा। आज खालि मान्छेले मात्र होइन, व्यक्तिले मात्र होइन, तर घरले पनि उद्धार पाउनुपर्छ भन्छ। घरमा भएको कति कुरोहरू हुन्छ जुन कुराहरू हामीले प्रभुलाई नपाउँदा हामीले मानिरहेका हुन्थ्यौँ, राखेका हुन्थ्यौँ। यस्तो सबै कुरा घरबाट हट्नु एकदम आवश्यक छ। जबसम्म यो हट्दैन तबसम्म त्यो घरमा आशिष हुँदैन, त्यहाँनिर अशान्ति हुन्छ। तर यो कुराहरू हट्यो भने त्यसमा शान्ति हुन्छ। यसकारण एउटा भाइले जसै प्रभुलाई पायो, एक दिन मलाई भन्यो दाजु मेरो गाडीले उद्धार पायो भने। अरे कसरी गाडीले उद्धार पायो? दाजु यो गाडी चढ्दाखेरि मैले किसिम किसिमको गीतहरू क्यासेटहरू बजाउँथेँ, तर जब मैले उद्धार पाएँ, पापको क्षमा पाएँ, त्यो गाडीले पनि उद्धार पाएँ। अब त त्यो गाडीमा त्यो पहिलाको गीतहरू बज्दैन, प्रभुकै गीत म लगाउँछु। हेर्नुहोस् त कस्तो राम्रो कुरा। यसकारण आज तपाईँ र मेरो घरमा पनि यस्तो कुराहरू जे कुराहरू छन् जुन कुरा प्रभु प्रसन्न हुनुहुन्न त्यो कुरा राख्नुहुन्न। यहाँ बाइबलले भन्छ व्यस्तको किताब 7 अध्यायमा यहाँ भन्दछ यस्ता कुराहरू एकदमै घृणित अरे, अनि यो कुराले राम्रो गर्दैन। यस्तो कुराहरू फ्याँक्नुपर्ने कुराहरू हुन्छ याद गर्नु प्रभुलाई पाइसकेपछि। व्यस्त किताब 7 अध्यायको 26 पद, व्यस्त 7 अध्यायको 26 पद पाउनुभयो? तिमीले कुनै घृणित कुरा आफ्नो घरभित्र नल्याउनु, नत्र तिमी त्यस्तो श्रापित कुरा बन्नेछौ। तर तिमीले त्यसलाई पूर्ण रूपले घृणा ठान्नु, तिमीले त्यसलाई पूर्ण रूपले घृणा गर्नु, किनकि यो श्रापित वस्तु हो। पहिलाका जति कुराहरू छ यस्तो कुराहरू हटाउनु अरे यहाँ भन्दैछ। 25 पदमा पनि पढौँ त्यसलाई बुझ्नको लागि। पढौँ त 25 पद, 7 को 25 पद, व्यवस्था 7 को डिटोनोमी च्याप्टर 7 वर्स 25। तिमीहरूले तिनीहरूका देवताका खोपिएका मूर्तिहरू आगोले जलाइदिनु, ती मूर्तिहरूमा भएको सुन वा चाँदी तिमीहरूले चाहना नगर्नु, न त तिमीले लिनु, न त त्यसको पासोमा फस्नेछौ, किनकि प्रभुको निम्ति त्यो घृणित कुरा हो। यसकारण पहिला के मान्थ्यो त्यस्तो कुराहरू राख्नु हुँदैन, सबै हटाइदिनुपर्छ। एकदमै बुझ्दो छ। कतिवटा हामीले ताबिजहरू बनाएको हुन्छौँ, बुट्टीहरू लगाएको हुन्छ प्रभुलाई नपाउँदा, त्यो सबै त्यो बुट्टीहरू ताबिज जे छ त्यो सबै फ्याँकिदिनुपर्छ, राख्नु हुँदैन। जसको कारणले गर्दा त्यो घरमा के हुन्छ, त्यो उद्धारको काम हुन्छ, त्यसले सुधार ल्याउँछ एकदमै है। यसै कारण यहाँनिर भन्छ आज यस घरले उद्धार पाएको छ। कस्तो राम्रो कुरा। यो मान्छे त के पो रहेछ अरे भन्दा त जग्गै त प्रिय हो। यहाँ आउनुहोस् त
देव अब्राहमको छोरा पो रहेछ अरे। आउनुहोस् त, एउटा विश्वासीको छोरा, त्यसको माने अब्राहम विश्वासको पिता हो। अनि अब विश्वास गर्नेहरूको उसको आत्मिकी बाबु ठहरिन्छ। लुका 19 अध्यायको हामीले पढ्दो रहेछ कतिमा 9 पदलाई, लुका 19 अध्यायको 9 पद पढौँ। यीशुले भन्नुभयो, आज घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहमका पुत्र हुन्। विश्वास, यसकारण यहाँ तपाईँ विश्वासीको छोराछोरी हुनुहुन्छ होला। आजको दिनसम्म तपाईँले आफ्नो हृदय प्रभुलाई दिनुभएको छैन भने आज यस बेलुकी तपाईँले आफ्नो हृदय प्रभुलाई दिनुहोस्। प्रभुलाई भन्नुहोस्, हे प्रभु, म पापीमाथि दया गर्नुहोस्। म यति दिनसम्म क्रिस्चियन परिवारमा हुर्के तापनि, म यति धेरैचोटि पवित्र सभामा आए तापनि मैले आफ्नो हृदय खोलेको थिइनँ, तर आज मेरो हृदय खोलिदिन्छु भनेर तपाईँले प्रभुलाई पुकार्नुहोस्। किन? प्रभु के गर्नुहुँदैछ अरे? प्रकाशित वाक्य 3 अध्यायको 20 पदमा पढ्नुहोस् त। भन्दैछ, प्रभुले एकदम हृदयरूपी द्वारमा ढकढक गर्नुहुँदैछ अरे। जस कसैले यसको आवाज सुन्छ र खोलिदिन्छ, म उसभित्र आउँछु भनेर भन्नुहुन्छ भने। 3 अध्यायको 20 पद, प्रकाशित वाक्य 3 अध्यायको 20 पद पाउनुभयो सबले? पढौँ सबले। हेर, म ढोकामा उभिन्छु, ढकढकी आउँछु। कसरी मेरो स्वर सुन्यो र ढोका खोल्यो भने म उसका भित्र आउनेछु, उसँग भोजन खानेछु अनि उसले मसँग खाने। कति राम्रो कुरा हेर्नुहोस् त। यस कारण आज तपाईँको हृदयलाई ढकढक गरिरहनु भएको छ प्रभुले। कि आज उसको लागि खोलिदिनुहुन्न? बहुत खुसीको साथमा, जस्तो त्यो जक्कै एकदम माथि रुखमा चढेको एकदम तुरन्तै तल झरिआयो, खुसीको साथमा प्रभुलाई ग्रहण गर्यो। प्रभुलाई आफ्नो घरमा पनि लगिहाल्यो। अनि प्रभुले कति ठुलो आशिष दियो। मान्छे घरले पनि उद्धार पाएको छ। जग्गाले त पाए, घरको सब प्रकारको चिजहरूबाट पनि उसले छुटकारा पायो, उद्धार पायो। यस कारण यस्तो आशिष प्रभुले दिन चाहनुभएको छ। त्यसै तपाईँलाई प्रभुले यहाँ ल्याएको छैन। तपाईँ आशिषित व्यक्ति भएर गएको तपाईँ चाहन्छ। अब याद गर्नुहोस्, यो मुक्ति भन्ने कुरा कति ठुलो छ। पापको क्षमा पाएपछि उसले शान्ति पाउँछ। अर्को उसको जीवनमा ठुलो गवाई हुन्छ प्रियो। उसलाई मृत्युको डर जो भइरहन्थ्यो पहिला, त्यसलाई मृत्युको डर हुँदैन। यूहन्ना किताब 5 अध्याय, यूहन्ना किताब 5 अध्याय। ऊ मृत्युदेखि जीवनमा सरेको हुन्छ एकदम। यो अनुभव आउँछ एकदम। यूहन्ना किताब 5 अध्यायको 24 पद, जब हामी प्रभुले विश्वास गर्छौँ। यूहन्ना 5 अध्यायको 24 पद पढौँ। साँचो साँचो म तिमीलाई भन्दछु, जसले मेरो वचन सुन्छ, मलाई पठाउने माथि विश्वास गर्छ, ऊ अनन्त जीवन छ। ऊ न्यायमा पर्ने छैन, तर मृत्युबाट जीवनमा सरेको हुन्छ। हेर्नुहोस् कस्तो राम्रो। केबाट केमा सरेको हुन्छ अरे? मृत्युबाट जीवनमा सरेको हुन्छ। उसले अनन्तकालको जीवन पाएको छ। यसकारण कोही हुनुहुन्छ मृत्युको डरले डराइरहनु भएको छ। मृत्युको डरले डराइरहनेहरूको लागि छुटकाराको निम्ति प्रभुले यस प्रकारले यो उद्धारको बन्दोबस्त गर्नुभएको छ। हिब्रू किताबमा हामी त्यो कुरा पाउँछौँ। मान्छे जीवनभरि मृत्युको डरले डराइबस्छ अरे, तर जब प्रभुलाई पाउँछ प्रियो, त्यो मृत्युको डर उसबाट हटेर जान्छ। हिब्रूको किताबमा यो कुरालाई पाउँछ। हिब्रू किताब 2 अध्याय, हिब्रू किताब 2 अध्याय पढ्छौँ त्यहाँदेखि 15 पदलाई पढौँ सबले। साथै मृत्युको डरले सारा जीवनभरि दासत्वमा परेका सबैलाई छुटाउला, मृत्युको डरले। यसकारण आज कोही हुनुहुन्छ प्रभुलाई पाएर आज मृत्युको डर तपाईँको हटेको छैन भने यति याद गर्नुहोस् प्रियो, प्रभु वचनले भन्छ त्यो मान्छे त त्यो जीवन मृत्युदेखि जीवनमा सरेको हुन्छ। अहिले उसलाई मृत्युको डर हुँदैन। यो कति ठुलो आशिष परमेश्वरले दिन चाहनु भएको छ। याद गर्नुहोस् प्रियो यहाँनिर। यसकारण यो महान मुक्ति जो प्रभुले दिन चाहनुभएको छ, यो सित्तैमा छ। यो हामीले विश्वासको द्वारा, अनुग्रहको द्वारा हामी पाउन सक्छौँ। इफिसीको किताबमा यो कुरा प्रभु वचनले बताएको छ। यसकारण तपाईँले के गर्नु पर्दैन। जस्तो यो झक्कैले पनि के गर्नु परेन। उसलाई जो आज्ञा गरेको त्यति मात्रै गर्नु पर्यो। बस प्रभुले उनलाई त्यो महान मुक्तिको अनुभवमा ल्याउनु भयो। त्यस्तै प्रकारले आज तपाईँलाई पनि जे प्रभुले आज्ञा गर्दैछ त्यो पालन गर्नुभयो भने तपाईँले यो मुक्तिको अनुभव गर्न सक्नुहुन्छ। इफिसी किताब 2 अध्याय, इफिसी किताब 2 अध्याय हामी पढ्दो रहेछौँ 8 पदमा।
एफिसी किताब 2 अध्याय 8 पढौँ। किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ। यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको दाम हो, कामहरूबाट होइन, नत्र त कसैले घमण्ड गर्ने थियो। यसकारण याद गर्नु, यो मुक्ति हामीले किन्न सक्दैनौँ। यो मुक्ति यति अमूल्य छ, यति ठुलो छ। यसकारण यसको लागि चाहिँ परमेश्वरले सित्तैमा सबैलाई दिएको छ। त्यसलाई के गर्नुपर्छ? विश्वासको द्वारा हामीले लिनुपर्छ। यसकारण यहाँ जतिजना आउनुभएको छ, आजको दिनसम्म प्रभुको वचन सुन्दै आउनुभयो, आजको दिनसम्म तपाईँले आफ्नो हृदय खोल्नुभएको छैन भने, जक्कैले जस्तो खुसीको साथमा ग्रहण गर्नुभएको छैन भने, आज तपाईँले यस राति पख प्रभुलाई पुकार्नुहोस्। प्रभुले एकदम भन्छ, जसले उहाँको नाम लिन्छ अरे त्यसले मुक्ति पाउँछ भन्दैछ। यति ठुलो नाम यो, यति नाम पुकार्नाले हामीले मुक्ति पाउँछौँ। रोमी किताब 10 अध्याय यहाँ भन्छ 13 पदमा, रोमी किताब 10 अध्यायको 13 पदमा, रोमी किताब 13 अध्याय 9-10 अध्यायको 13 पद पढौँ। किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउँछ। आज जो कोही हुनुहुन्छ यहाँनिर बाहिर भित्र, आज तपाईँले प्रभुलाई पुकार्नुभयो भने तपाईँले त्यो मुक्तिको अनुभव गर्न सक्नुहुन्छ। अब यो कसरी गर्दा पाइन्छ यहाँनिर तरिकामा बताएको छ, यो पनि हामीले पढ्नु एकदम आवश्यक छ। यहाँनिर यहाँ भन्छ 9 पदमा, यदि तिमीले प्रभु येशूलाई आफ्नो मुखले स्वीकार गर्यो भने परमेश्वरले उहाँलाई मरेकाबाट बौरेर उठाउनु भयो भने, हृदयले विश्वास गर्यो भने तिमीले मुक्ति पाउनेछौ। किनकि धार्मिकता निम्ति हृदयले विश्वास गरिन्छ, मुक्तिको निम्ति मुखले स्वीकार गरिन्छ। मुखले चाहिँ स्वीकार गर्नुपर्छ। यसकारण कतिले गरेको हुँदैन, उसले एकदमै भित्र हृदयले गरेको हुँदैन, भित्रको हृदयको विश्वासले गरेको हुँदैन, ओठले मात्रै गरेको हुन्छ। आज कोही यस्तो हुनुहुन्छ भने, तपाईँ दुविधामा हुनुहुन्छ भने आज एकदम तपाईँले मेक स्योर गर्नुहोस्, अरे यो त प्रभुले दिन्छ भनेर भन्दैछ, फलाना दाजुले त पाए रे त, त्यो भाइले त पाए रे त, म पनि यस्तो पाउन चाहन्छु भनेर तपाईँले इच्छा राख्नुभयो भने प्रभुले त इच्छालाई पुरा गरिदिन्छ। यसकारण यहाँनिर हामी झक्कैको पाठबाट बहुत राम्रो कुरा हामी सिक्छौँ। कस्तो अघि यिनले खोजिरहेको थियो, तर वास्तवमा त प्रभु यिनलाई खोजिरहनु भएको कुरा हामी देख्दछौँ। अनि प्रभुले पाउनु भयो है, उनलाई भेटाउनु भयो, अनि प्रभुले आशिष दिनुभयो। आज तपाईँलाई पनि प्रभुले खोजिरहेको छ। यहाँ बिचमा जतिजनाले यो मुक्तिको अनुभव गरेको छैन, पापको क्षमाको अनुभव गरेको छैन, शान्तिको अनुभव गरेको छैन, मृत्युको डरबाट छुटकारा पाएको अनुभव गरेको छैन भने आज तपाईँलाई मौका छ। आज तपाईँले पुकार्नुहोस् उहाँलाई। यहाँ भन्छ उहाँ नजिकमा हुँदै उहाँलाई पुकारिहाल भन्दैछ। आउनुहोस् त यसै किताबमा। यसकारण यो समय अनि नजिक हुँदै नै हामीले पुकार्नुपर्छ। यहाँनिर यसै किताब 55 अध्याय, यसै किताब 55 अध्याय 6 पद कसैले पढिदिनुहोस् त हेरिकन। जबसम्म परमप्रभुलाई भेटाउन सकिन्छ तबसम्म तिमीहरूले उहाँको खोजी गर, नजिक हुनुहुँदा नै तिमीहरू याद गर्नु। जसरी जक्कैले प्रभु नजिक हुँदा नै पुकारिहाल्यो होइन, मानिलियो। त्यस्तै प्रकारले आज प्रभु हिजो आज सदा सदा समान हुनुहुन्छ प्रभु यीशु मसीह है। आज पनि प्रभु जीवित हुनुहुन्छ, तपाईँको बगलमै हुनुहुन्छ, तपाईँलाई आशिष दिन चाहनुभएको छ। यो मौकालाई नछोडाउनु। यसकारण प्रभुले भोलिको कुरा गरेन, दुईपल्ट आजको कुरा गर्छ। आज मलाई तिम्रो घरमा बस्नै पर्छ भन्छ। आउँछ लुका किताब 19 अध्यायको तपाईँले पढ्नुहोस्। 19 अध्यायको भन्छ आज मलाई तिम्रो घरमा बस्नै परेको छ भन्छ। यहाँनिर 4 अध्यायको 19 अध्यायको पढ्नुहोस् त हेरिकन। 19 अध्यायको 5 पद आउनुभयो, भन्नुभयो ओर्ला तिम्रो अङ्ग्रेजीमा चाहिँ आई मस्ट एबाइड, आई मस्ट एकदम बस्नै पर्छ, अर्को घरै छैन त्यसको माने। त्यस्तै प्रकारले आज है तपाईँकोमा बस्नै चाहेको छ प्रभुले आज। अनि प्रभु बस्नुभयो त्यो घरमा बस्नुभयो, अनि भन्छ आज यो घरले मुक्ति पाएको छ भन्छ। भोलिको कुरा छैन। आउनुहोस् त यहाँ 19 अध्यायको हामी पढ्दो रहेछौँ 9 पदमा पढिदिनुहोस् भाइ। थ्याङ्क यू।
यीशुले तिनलाई भन्नुभयो आज यस घरमा के आएको छ? मुक्ति आएको छ। कति राम्रो! आज यसकारण बाइबलले भन्छ मुक्तिको समय चाहिँ आज नै हो अरे, अहिले नै हो अरे। कोरिन्थीको दोस्रो कोरिन्थी किताबमा हामी प्रभु वचनमा हामी आएको हामी पाउँछौँ। कति जोड दिएको छ। दोस्रो कोरिन्थी किताब 6 अध्यायको हामी पढ्दै रहेछौँ। 2 पदलाई पढिदिनुहोस् भाइ प्लिज। किनभने भन्नुहुन्छ कृपा दृष्टिको समय मैले तिम्रो सुनेको छु, मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरेको छु। कृपा दृष्टिको समय अहिले हो, अहिले मुक्तिको दिन अहिले हो। यसकारण भोलिको विषयमा घमण्ड गर्नु हुँदैन प्रिय। भोलिले के ल्याउँछ हामीलाई थाहा छैन भन्छ। हाम्रो जीवन त कस्तो छ अरे हेर्नुहोस् त, बाप जस्तो। याकुबको पत्र 4 अध्याय 14 पदमा भोलि के हुन्छ सो तिमीहरू जान्दैनौ, किन तिमीहरूको जीवन के हो र? यो त बाप हो जुन थोरै समयको लागि देखा पर्छ, त्यसपछि लोप भइहाल्छ। 4:14 पढिदिनुहोस् भाइ फोन। भोलि के हुनेछ जान्दैनौ, तिम्रो जीवन के हो र? यो त बाप हो जो थोरै समयको लागि देखा पर्छ। हेर्नुहोस् त कति दुःख हो र। अहमदाबादबाट एयर इन्डिया कता जान आँटेको थियो होइन, कति सेकेन्ड पनि लागेन, त्यत्रो मान्छे प्यासेन्जर एकैछिनमा उनीहरू माटो भइगए। कसले सोचेको थियो त्यस्तो हुन्छ भनेर? बुझ्नुहुँदैछ? यस्तै आज हाम्रो जीवन यस्तो छ। एकजना डन केटी रहेछ 19 वर्षको, उसको नाम मेरी मार्गेटा, एकदमै सुन्दरी। उसको बिहाको दिनमा तिनको मृत्यु भयो। कसरी मृत्यु भएछ? बेहुलीको ड्रेस लाउँदै गर्दाखेरि उसले बाई मिस्टेक एउटा सेफ्टी पिन यहाँसो गरेछ। मतलब बात मार्दै गर्दा त त्यो त सेफ्टी पिन त स्वाटै निले गएछ। भरे के भयो? त्यो सेफ्टी पिन अड्केको कारणले उसको मृत्यु हो, बिहा हुनु पाएन। यसकारण मान्छेको जीवन यस्तो खालको जीवन छ। यसकारण भोलिको विषयमा घमण्ड नगर भन्दैछ। हितोपदेशको किताब 27 अध्याय 1 पद। भोलिको विषयमा घमण्ड नगर, किनकि भोलिले के ल्याउँछ सो जान्दैनौ। पढिदिनुहोस् तयारीकन। भोलिको विषयमा घमण्ड नगर, भोलिले के ल्याउँछ याद गर्नु। एकजना बहिनी रहेछ जसलाई प्रभुको लोकले घरिघरि वचन सुनाइरहेको रहेछ। त्यो दिन पनि सेवामा आएको, उसलाई प्रभुको दासले पुरा वचन सुनायो। अनि प्रभु दासले आशा गरेको रहेछ यसले चाहिँ आज चाहिँ हृदय खोल्छ भनेर। तर त्यो बहिनीले हृदय खोलेन। जसै मिटिङबाट ऊ घरतिर जान लाग्यो, बाइकमा चढेर गएको, बाइक एक्सिडेन्टबाट मरिगयो। याद गर्नुहोस्, मान्छेको जीवनको केही ठेगान छैन, मृत्यु निश्चित छ। यसकारण यस्तो अनिश्चित जीवनमा हामीले सबभन्दा ठुलो कुरा प्रभुले दिन चाहेको महान मुक्ति जो प्रभु यीशु मसीहमा छ, प्रभु यीशु मसीहलाई पाउनु नै परमेश्वरलाई पाउनु हो, मुक्तिलाई पाउनु हो, अनन्तकालको जीवनलाई पाउनु हो, अनि मृत्युको डरबाट छुटकारा पाउनु। यो कुरा कति ठुलो कुरा छ। यसकारण प्रिय हो, आज तपाईँहरूको के अवस्था छ? आज यदि तपाईँले आजको दिनसम्म साँचो प्रकारले आफ्नो हृदय प्रभुलाई खोलिदिनु भएको छैन भने आज यति भन्नुहोस्, प्रभु यति वर्ष म क्रिस्चियन परिवारमा हुर्केको भए तापनि मैले साँचो गरी तपाईँलाई पुकारेको छैन। आज चाहिँ म पुकार्छु। मैले मेरो पापलाई देखेँ, मेरो दुष्टतालाई देखेँ। यो दुष्टताले गर्दाखेरि मेरो जीवनमा सबै कुरा भए त मलाई शान्ति छैन, म असन्तुष्ट छु। म एकदमै आफूलाई रित्तो पाउँछु, एउटा भोइड छ। त्यो रित्तो केही कुराले पुरा हुन सकेको छैन। यसकारण म तपाईँलाई पुकार्छु, मलाई तपाईँले दया गर्नुहोस्। तपाईँले यति मात्रै भन्नुभयो भने आज प्रभुले निश्चय तपाईँको प्रार्थना सुनेर तपाईँलाई आशिष दिन्छ। या तपाईँलाई त्यसै प्रभुले ल्याएको छैन, प्रभुले एउटा महान उद्देश्य राखेर तपाईँले यो महान मुक्तिको अनुभव गर्न दिन चाहनुभएको छ। यसकारण प्रिय हो, तपाईँले आफ्नो हृदयलाई कठोर नगर्नुहोस्। जसरी यो झक्कैले कसरी उसले इच्छा गरेको कुरा, उसले इच्छा गरेको भन्दा धेरै कुरा उसले पाउन सके, कति आशिषित व्यक्ति यिनी बन्न सके। आज त्यस्तै तपाईँ पनि एकदम आशिषित व्यक्ति बन्न सक्नुहुन्छ। प्रभुको यो चाहना छ। यसकारण यहाँ भन्दैछ मत्ती किताब 11 अध्याय 28 पदमा पढिदिनुहोस् तयारीकन।
हे सब परिश्रम गर्ने ल भारीले दबेकाहरू हो मकाओ हो। यो अशान्तिको भारीले दबिनु भएको छ, पापको भारीले दबिनु भएको छ, चिन्ताको भारीले दबिनु भएको छ। प्रभुले भन्छ त्यो सब भारी मका ल्याऊ, म तिमीहरूलाई के दिन्छु, विश्राम दिन्छु। अनि भन्छ मेरो जुवा माथि राख, मबाट सिक, म नम्र दिन्छु, तिमीले आफ्नो आफ्नो आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो र भारी हल्का छ भन्नुहुन्छ। 29 पद पनि पढिदिनुहोस् भाइ माइकमा। मेरो जुवा आफमाथि राख, मबाट सिक, म नम्र हृदयमा दिन्छु, अनि तिमीहरूले आफ्नो आफ्नो मनमा के पाउनेछौ, विश्राम पाउनेछ, शान्ति पाउनेछ। यस कारण के आजको दिनसम्म यो भारी बिसाउने पाउनु भएको छैन? आज प्रभु हुनुहुन्छ, सब किसिमको भारी हामी बिसाउन सक्छौँ, उसकोमा राख्न सक्छौँ, अनि उसले त्यो भारी बोकिदिनुहुन्छ। हामीलाई हल्का बनाउनुहुन्छ उर्काले। यसकारण हाम्रा नानीहरू जसजना आउनुभएको छ, आजको दिनसम्म तैँले आफ्नो हृदय कठोर गर्नुभएको छ, आजको दिन आफ्नो हृदयलाई कठोर नगर भनेर भन्छ परमेश्वर वचनले। इब्रानी किताब 3 अध्याय, इब्रानी किताब 3 अध्याय 7 पद पढिदिनुहोस् तयारीकन। इब्रानी 3 अध्यायको 7 पद। यसकारण पवित्र आत्मा भन्नुहुन्छ, आज तिमीले उहाँको आवाज सुन्यो भने उजाड स्थानमा परीक्षाको दिनमा रिस उठाएको बेलामा गरे चाहिँ आफ्नो हृदय के नगर, कठोर नपार। अर्को ठाउँमा पनि बताएको छ, यहाँनिर हामी देख्छौँ, यहाँ प्रभु वचनले भन्छ यहाँ 3:15 पढिदिनु भयो, 3:7, 3:15 यस्तो भनिन्छ, सुन्यो भने आफ्नो हृदय के नगर, कठोर नपार। यो एकदम इम्पोर्टेन्ट भएको कारणले गर्दा घरिघरि यसरी बताएको छ। 4 अध्यायको 8 पनि पढ्छौँ त, 4 अध्यायको 8 पदमा, 4 अध्यायको 7 पद र पछि भनिएको छ, आज तिमीले उनको आवाज सुन्यो भने आफ्नो हृदयलाई के नगर, कठोर नपार। पापको छलले गर्दा चाहिँ हाम्रो हृदय कठोर हुन्छ अरे पियो। यस कारण यो पापले तपाईँले छलेर तपाईँको हृदय कठोर बनेको प्रभु चाहँदैन। 3 अध्यायको 13 पद पढिदिनुहोस् है, 3 अध्यायको 13 पद। आज भनिन्छ अर्किदेऊ, पापको छलद्वारा तिमीहरू कोही कठोर नबनोस्। यस कारण पापले चाहिँ छलिदिन्छ, झुकाइदिन्छ। तपाईँले पाप गर्नुभएको छ, त्यसले तपाईँलाई झुकाएर राखेको छ, अशान्तिमा राखेको छ, त्यसको कब्जामा राखेको छ, अनि तपाईँ शैतानको हातमा हुनुहुन्छ। यदि आज तपाईँले प्रभुलाई पुकार्नुभयो भने त्यो शैतानको हातबाट तपाईँले छुटकारा पाउनुहुन्छ, किनकि प्रभु यीशु मसीह पृथ्वी तलमा शैतानको कामलाई नाश गर्न आउनुभएको भनेर प्रभु वचनले बताएको छ। पहिला किताब 3 अध्यायको 18 पद, 1 जोन च्याप्टर 3 वर्स 8, यहाँ शैतानको कामबाट छुटकारा पाउनुहुन्छ, शक्तिबाट। जसले पाप गर्छ शैतानबाट हो गर्दै आएको छ। शैतानको कामलाई नष्ट पार्नलाई नै परमेश्वरको पुत्र प्रकट हुनुभएको छ। कति राम्रो कुरा, तपाईँलाई प्रभुले सहायता गर्छ। यसकारण जतिजना आउनुभएको छ यहाँनिर आजको दिनसम्म तैँले प्रभुलाई पुकार्नु भएको छैन भने आज जसरी जक्कैलाई परमेश्वरले आशिष दियो भन्छ, आज म तिम्रो घरमा बस्नै पर्छ। अनि प्रभु घरमा जानुभयो, अनि प्रभुले त्यो बहुत सुन्दर शब्द उच्चारण गर्नुभयो, आज यस घरमा के आएको छ, उद्धार आएको छ। यसकारण आज तपाईँ घरमा पनि उद्धार आएर सुधार भएको चाहनुहुन्छ भने प्रभुले तपाईँले विश्वास गर्नुभयो भने तपाईँ र तपाईँको परिवार पनि बाँचेर आउँछ भन्छ। कुरो प्रेरित कर्म 16 अध्यायको 31 पद, सुरु तपाईँबाट अनि अरूले आशिष पाउँदै जान्छ। अहिले यहाँ कति घरानाहरू हुनुहुन्छ, छोरीको द्वारा आमा बाउ बाँचेका छन्, छोराको द्वारा आमा बाउ बाँचेका छन्। त्यस्तै आशिषित छोरी, आशिषित छोरा तपाईँ बन्न सक्नुहुन्छ। प्रेरित कर्म किताब
16 देखि 31 पद पढिदिनुहोस् दाइकन। प्रेरित कर्म किताब 16 देखि 31 पद। उनीहरूले भने प्रभु यीशु ख्रीष्टमाथि विश्वास गर्नुहोस्, तपाईँले मुक्ति पाउनुहुनेछ, तपाईँ र तपाईँको परिवार। हाम्रो घरमा बाउले प्रभु पाउनुभयो, आमाले पाउनुभयो, मामाले पाउनुभयो, हामीहरूले यसरी पाउँदै गयौँ अनि हाम्रो घरमा प्रेरित 16:31 वचन पुरा भएको छ। अझ अब कति बाँकी छ, प्रभुले समयमा पुरा गर्नुहुन्छ भने हामी पक्का विश्वास गर्छौँ, किनकि जुन प्रभुले प्रतिज्ञा गर्यो उहाँ चाहिँ विश्वासयोग्य हुनुहुन्छ। इब्रानीको किताब 10 अध्यायको 23 पदमा पक्राउँ, जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वासयोग्य हुनुहुन्छ। यसकारण हाम्रो प्रभुले जो प्रतिज्ञा गर्नुभएको छ त्यो पुरा गर्नलाई विश्वासयोग्य हुनुहुन्छ। यसकारण यो प्रभु जसले तपाईँलाई बोलाउँदैछ उहाँ पनि विश्वासयोग्य छ। कतिजना प्रभुको सेवा गर्नको लागि तयारी हुनुहुन्छ होला, आजको दिनसम्म प्रभुको बुलावट पाउनुभएको छैन भने तपाईँलाई प्रभुले भनिरहनु भएको छ कि जसले तपाईँलाई बोलाउनु भयो उहाँ विश्वासयोग्य हुनुहुन्छ। पहिला थिस्सलुनी किताब 5 अध्याय 24 पद। पहिला थिस्सलुनी किताब 5 अध्यायको 24 पद। तिमीलाई बोलाउने विश्वासयोग्य हुनुहुन्छ, या तपाईँलाई बोलाउने विश्वासयोग्य। यसकारण मलाई पनि प्रभुले बचाइसकेपछि आफ्नो बुलावटले बोलाउनु भयो, स्वर्गीय बुलावट, पवित्र बुलावट, उच्च बुलावटले बोलाउनु भयो। अनि आजको दिनसम्म प्रभुले आफ्नो विश्वासयोग्यता यस शुद्रको जीवनमा परिवारमा कायम राखेको छ। त्यस्तै तपाईँहरूलाई पनि आज कोही हुनुहुन्छ, तपाईँको हृदयमा इच्छा छ प्रभुको सेवा गर्ने, अनि याद गर्नुहोस् प्रभुले तपाईँलाई बोलाइरहेको छ। प्रभुले भन्नुहुन्छ कसलाई म पठाउँ, यशाया किताब कसलाई पठाउँ भन्छ प्रभु। तपाईँले भन्नु सक्नुपर्छ मलाई पठाउनुहोस् भनेर, यशायाले भने जस्तो। यशाया किताब 6 अध्याय, यशाया किताब 6 अध्याय, यशाया किताब 6 अध्याय हामी पढ्छौँ यहाँनिर 8 पद। यसो भन्ने स्वर सुने, म कसलाई पठाउँ, हाम्रो निम्ति को जाला। तब मैले भने म यहाँ छु, याद गर्नु। सबजना मिलेर पढाउँ यहाँ जतिजना हुनुहुन्छ यहाँ। अनि मैले यशाया 6 अध्यायको 8 पद। अनि मैले प्रभुको यसो भन्ने स्वर सुने, म कसलाई पठाउँ, हाम्रो निम्ति को जाला। तब मैले भने म यहाँ छु, मलाई पठाउनु। के आज तपाईँले भन्न चाहनुहुन्न, आज कति प्रभुको काम बढेर गएको छ, तर यो काममा ध्यान गर्नेहरू को छ र। पहाडमा कति मण्डलीहरू छ जसले 1 वर्षमा यस्तो सङ्गति पनि पाउँदैन। त्यस्तोहरूलाई त्यहाँ गएर भिजिट गर्ने आज जवानहरूको, जवान छोरीहरूको आवश्यकता छ। तपाईँहरूको बल छ, सामर्थ्य हिँड्नु सक्नुहुन्छ। हामी पनि पहिलाको समयमा बल भएको कारणले हिँड्यौँ, हामी 82मा हिँड्यौँ, त्यहाँदेखि 92मा, त्यहाँदेखि 95देखि 2001सम्म हिँडेर हामी पहाडतिर गयौँ। त्यतिखेर गाडीको बन्दोबस्त थिएन, तर बाउले बल सामर्थ्य दियो, यस प्रकारले सहायता गर्यो। तपाईँलाई पनि सहायता गर्नु सक्नुहुन्छ। यस कारण के त्यस्तो जग्गामा जहाँ काम भएको छ त्यहाँ गएर के प्रभुको लोकहरूलाई शिक्षा दिनु, उनीहरूलाई भिजिट गर्नु के तपाईँको मनमा आउँदैन? त्यस्तो बोझ हुँदैन? यस कारण त बोझ राख्नुपर्छ त, एकदम इच्छा राख्नुपर्छ। जब इच्छा राख्छौँ हाम्रो इच्छालाई पुरा गरिदिन्छ प्रभुले, किन यो प्रभुको इच्छा हो। प्रभुले आज हामी सबलाई उसको सहकर्मी बनाएको छ, अनि सहकर्मी भएर प्रभुको सेवा गरेको चाहन्छ प्रभुले। यसकारण प्रिय जवान भाइहरू बहिनीहरू, हामी उत्साह दिन्छौँ। अब हामी त वृद्ध भयौँ है, अब जुन प्रकारले हामी गऱ्यौँ अब हामी सक्दैनौँ। हामी त्यस्तो तागत छैन, त्यस्तो बल मेमोरी पावर पनि छैन। तर याद गर्नु, तपाईँलाई परमेश्वरले स्वास्थ्य दिएको छ, आशिष दिएको छ, अनि तपाईँलाई मौका छ यस्तो ठाउँमा गएर सेवा गर्नुको लागि, अनि प्रभुले निश्चय आशिष दिन्छ। यसकारण प्रभुले यसरी बोझ राख्नुहुन्थ्यो, जब भिडलाई देख्नुहुन्थ्यो भन्छ यो त गोठालाई बिनाको भेडा जस्तो छ भन्छ, एकदम खेतको मालिकसित प्रार्थना गरेर खेतमा प्रभुले खेदालाएर पठाइदिउन् भनेर भन्छ। यहाँ मत्ती किताब 9 अध्याय। अहिले सोध्नु कतिलाई कहाँबाट आउनु भएको छ, तपाईँहरू यसो भेटेर बातचित गर्नुहुँदैछ
जय मसी गरेर सोध्नु हुँदैछ एक दुसरालाई कहाँबाट आउनुभएको भनेर। या कतिजना भुटानबाट आएका छन्, कतिजना यस प्रकारले नागाल्यान्डबाट पनि आएको होला, कतिजना युएसएबाट पनि आइपुगेको रहेछ। भेटेर बातचितहरू गर्नु अनि यस प्रकारले प्रभुले तपाईँलाई बोझ दिन्छ। मती किताब 9 अध्याय, मती किताब 9 अध्याय, मती किताब 9 अध्याय हामी पढ्ने रहेछौँ। 36, 37, 38 पद माइकमा पढ्थ्यौँ भाइ, तयारी प्लिज। दयाले भरिनु भयो जो 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 प्रशस्त छ, थोरै छन्। यो प्रार्थना हामी गरिरहेका छौँ नेपालको लागि, भुटानको लागि, अरू बाहिर देशमा पनि धेरै काम बढिगयो। तर त्यो देशहरूमा पनि पूर्ण समयको लागि सेवाको बुलाट पाउनुपर्छ। एकदमै हाम्रो मण्डलीमा भएका जवानीहरूले हामी प्रार्थना गर्नुपर्छ। अनि यो प्रार्थना मण्डलीले गरिरहेको प्रार्थना प्रभुले सुन्नुहुन्छ। यसकारण कोही यस्तो इच्छुक हुनुहुन्छ भने तपाईँले नाम दिनुहोस्, हामी तपाईँको लागि प्रार्थना गरिदिन्छौँ। हामी तपाईँहरूसित भेट्न चाहन्छौँ, तपाईँसँग बात गर्न चाहन्छौँ। अनि प्रभुले जतिलाई ल्याएको निकालेको छ प्रभुलाई धन्यवाद होस्। अझै प्रभुले सहायता गरिरहेन। हाम्रो दानियल दाजुको छोरा उरेलले पनि प्रभुकै सेवा गर्छु भनेर निर्णय गरेको छ, उसको लागि पनि प्रार्थना गरिदिनु। यहाँबाट हाम्रो सुधर भाइ निस्केको छैन सेवाको लागि, सिधुर निस्केको छ। कति ठुलो आशिष कुरा हो। यसकारण अझै प्रभुले यस्ता छोराछोरी दिएका हुन्। अब हामी धेरै कुरा गरिहाल्यौँ। प्रभुले अब विचारमा आशिष दिएका हुन्। एउटा कुरालाई याद राख्नुहोस्, आज हामीले जक्कैको पाठ पढ्यौँ। जक्कैले प्रभुले हेर्न चाहेको थियो, तर उसको लागि सामना गर्नु धेरै समस्याहरू थियो। भिडको कारणले देख्नु सकेन, आफै पनि पुड्को बिचरा, उसले देख्नु नसक्दा रुखमाथि चढेर प्रभुलाई हेर्न चाह्यो। तर प्रभुले भन्नुभयो, म माथि स्वर्गबाट तल ओर्ले, तिमी चाहिँ रुखमा चढेर मलाई हेर्छौ। रुखमा चढेर हेर्नु, तल झर्नुपर्छ। बुझ्नुहुँदैछ? उसको त सम्पत्ति को थुप्रोमा बसेर पनि हेर्नु सक्ने थियो प्रभुलाई, तर प्रभुले त्यो दिनु भएन। उसको पोजिसन एकदम उता के थियो अरे, चिफ अफ द पब्लिक, अन्त हाकिमको पदमा बसेर प्रभुलाई हेर्न पाउँदैन। प्रभुले भन्नुभयो तल झर्नुपर्छ। यसकारण जबसम्म हामी नम्र दिन भएर प्रभुको आउँदैनौँ, यो मुक्तिको हामीले आशा नगरे पनि हुन्छ। तर यदि नम्र दिन भएर हाम्रो अपराधलाई मानिलिएर प्रभुलाई प्रार्थना गर्छ भने प्रभु जसरी जक्कैको लागि विश्वासी गर्नुभयो मुक्ति दिनको लागि, आज तपाईँहरू पनि जतिजना हुनुहुन्छ आजको दिनसम्म हृदयलाई खोल्नुभएको छैन, आज खोल्नुहोस् ताकि प्रभुले तपाईँलाई आशिष दिन सकेको। यो वचन पढाइमा प्रभुले आशिष दिएका हुन्। एकछिन हामी चुपो लागेर बस्छौँ। हाम्रो बानी भएको चाहिँ आज प्रार्थना गर्दाखेरि हामी उठेर जाने, यस्तो नगरौँ। चुपो लागेर बस्छौँ। अनि जस कसैलाई प्रभुले अगुवाई गर्छ उनीहरूले प्रार्थना गर्नेछन्। अनि यस प्रकारले हामी आशिषको भागीदार हुनेछौँ। ल सबैजना सक्दो घोडामा हौँ, आँखा चिम गरेर बसौँ। प्रभुले आशिष दिएका हुन्। शान्त बसिदिनुहोस् चुपचापसँग एकछिन। हामीले प्रभुको वचन सुनेका छौँ। यो सजिलो पाठबाट कुरा गरिएको छ, यो पढिरहेको पाठ हो। र पनि आज प्रभुले यहीबाट हामीलाई सिकाउनु भयो केही कुरा। यदि आज तपाईँ पनि इच्छुक हुनुहुन्छ जक्कै जस्तो भने उहाँले तृषित आत्मालाई तृप्त पार्नुहुन्छ, भोको हृदयलाई उत्तम प्रकारले तृप्त पार्नुहुन्छ। जक्कैले हेर्न मात्रै चाहेको थियो, तर स्वयं प्रभु घरभित्र परमेश्वर मान्छेको रूप लिएर त उनको घरभित्र आउनुभयो अनि त्यो घरलाई आशिष दिनुभयो। त्यस्तै प्रकारले तपाईँलाई प्रभुले आशिष दिन चाहनुहुन्छ। यदि कोही हुनुहुन्छ आजको दिनसम्म तपाईँले आफ्नो हृदय खोल्नु भएको छैन अनि प्रभुको यो महान मुक्तिलाई चाख्नु भएको छैन, आज तपाईँको सौभाग्य छ। पापको क्षमा पाएर साँचो शान्ति पाउने, पापको क्षमा पाएर मृत्युको डरबाट छुटकारा पाउने अनि शैतानको हातबाट छुटकारा पाउने यो सौभाग्य छ।
त्यसकारण यो मौका नचुकाउनु होला। हामी कसैलाई कर लाउन सक्दैनौँ, तर तपाईँ राजी खुसीको साथमा कसैले प्रार्थना गर्न चाहनुहुन्छ भने अनि हामीले गरिदिएको चाहनुहुन्छ भने तपाईँले हात उठाइदिनुहोस्, हामी तपाईँको लागि प्रार्थना गरिदिनेछौँ। कोही हुनुहुन्छ प्रभुलाई पुकार्न चाहने, जस कसैले प्रभुलाई पुकार्न चाहनुहुन्छ हात उठाउनुहोस्, हामी तपाईँको लागि प्रार्थना गरिदिन्छौँ। भाइलाई प्रभुले आशिष दिएका हुन्। अरू कोही हुनुहुन्छ? त्यसलाई नै हेर्नुहोस्, आफ्नै लागि हेर्नुहोस्, आफ्नै लागि। भाइलाई आशिष दिउन् प्रभुले। बहिनीहरू कोही छ? यहाँ रहेछ, यहाँ अगाडि रहेछ, नपर पछाडि पनि छ। एकजना बहिनी उठेर जानुहोस्, सहायता पुर्याउनुहोस्। नानी उठ्नुहोस्, त्यो त ठुलो सेवा हो त। उही छेउमा दुईजना हेर्दा नानी, पहिला दुईजना, ऊ पछाडि छ थुप्रो। अलिक छिटो गर्नुपर्छ। अरू कोही हुनुहुन्छ भाइहरूमध्ये? बाहिर भित्र कोही छ? माथि तल बाल्कनीमा कोही हुनुहुन्छ? त्यहाँ पनि आउँछ।